एउटा अस्ति हर्क साम्पाङले पनि भनेका थिए, त्यो मलाई राम्रो लाग्यो। यदि कुनै भोको मान्छेले चोरी गर्छ भने दण्डित नगरपालिका हुनुपर्छ, चोर हुनु हुँदैन भनेर। जे गरे पनि जसो गरे पनि हुन्छ र केपी ओली र केपी ओली जस्तो प्रवृत्तिलाई कहिले पनि टाउको नउठाउने गरी दण्डित गरिदिएको भएदेखि आज हामीले गोकुल बास्कोटा, कृष्ण गोपाल श्रेष्ठ, महेश बस्नेतहरू बिहोर्नु पर्थ्यो। हामीले अतिवादमा जानु हुँदैन। बुद्धले भने जस्तो चाहिँ मध्यपन्थ, मध्य मार्ग नै सबभन्दा राम्रो मार्ग हुन्छ। अब यिनीहरू चाहिँ यसको ठिक विपरीत मान्छेहरू भए। हिजो बालन शाहलाई चाहिँ सबैतिरबाट आक्रमण गर्ने यिनीहरू नै होइनन्। अब घुमाएर यिनीहरू बालन शाहकै स्वस्ति गाउँदैछन्, प्रशस्ति गाउँदैछन्। किनभने स्वस्तिबाट मात्रै आफ्नो बचाउ हुन सक्छ। किन आफूभित्र चाहिँ जसले कालो खायो त्यसले कालो फ्याँक्ने त हो नि। जसले सेतो खाएको छ त्यसले कहाँ कालो फ्याँक्छ त। यो कारणले गर्दाखेरि जस्तो अब अहिले स्वास्थ्य उपचारमै भन्नुहोस्,